लाख रुपियाँले लिने होइन त, प्लस 70,000 थपेर हो। धुरको 2,20,000 मा पिच टच बाटोमा हामीसँग जग्गाहरू आएको छन्। सो आज तपाईहरुलाई लाइभ लोकेसन देखाएर हामी जहाँ अफिसमा छौं बिर्तामोड मुक्ति चोकबाट हजुरहरुलाई हामीले ठ्याक्कै प्लट भएको ठाउँमा लिएर जान्छौं। सो यो रहेको छ तपाईको अब मुक्ति चोकबाट अगाडि हामी पूर्वतर्फ लाग्दै छौं। सो हामी अब यो बुटाबारीबाट ठ्याक्कै अगाडि पुगेपछि बुटाबारी देउनिया पुल आउँछ। पुल कट्ने बित्तिकै हाम्रो चारालीको जंगल छ। यो देख्न सक्नुहुन्छ देउनिया पुल। यो देउनिया पुलबाट अलिकति अगाडि पुल सकिने बित्तिकै बायाँ उत्तर लाग्नु पर्यो। हैन यो देखाइरहेको अब जुन ग्राभल बाटो छ त्यो चाहिँ पिच छ सन्चै। यो बाटो हामी नछोडी करिबन 1 किलोमिटर उत्तर अगाडि बढे पछाडी सिधै अगाडि बढे पछाडी हामीले गरेको प्लटिङको जग्गासम्म पुग्न सकिन्छ। सो वेल फाइनली हामी लोकेसनसम्म आइसकेको छौँ। सरी घामले अलिअलि असर पारिरहेछ। यता हाम्रो यो दक्षिणतिर जाँदाखेरि चाहिँ हाम्रो ठ्याक्क देउनिया एसियन हाइवे ठ्याक्कै 1 किलोमिटर यहाँभन्दा टाढा। यतातिर चाहिँ सालुबाडी भन्छ होइन, सालुबाडीको उयो होला। यहाँ ठ्याक्कै हाम्रो यो अगाडिपट्टि चाहिँ नाक र कानको हस्पिटल छ, यो बासाङभन्दा पछाडिपट्टि। सो जग्गाहरू म तपाईँलाई देखाउँछु होइन। यो रहेको छ हाम्रो 1 कट्ठाको प्लट देख्न सक्नुहुन्छ। यो मुखको क्षेत्रफल छ तपाईलाई हामीले दिने क्षेत्रफल भनेको 1 फिट र त्यहाँबाट यहाँसम्मको मुख छ तपाईलाई 45 फिटको मुख छ। यो 1 कट्ठाको प्लटको बाँकी छ। यो जुन अर्को 1 कट्ठाको थियो प्लट यो गइसक्यो। यो सेल भइसक्यो। अझै अगाडि आउनु। सो यहाँ देख्न सक्नुहुन्छ जति पनि अगाडि सबै प्लटहरू छ सबै हाम्रो प्लटिङहरू है त। 7 धुर 9 धुर 10 धुर सानी सानी। हामीसँग यो छ, यो चाहिँ 9 धुरको प्लट हो हैन। तपाईलाई ठ्याक्कै यो 9 धुरको प्लट प्राइस रेन्ज चाहिँ तपाईलाई चाहिँ कसरी लाग्छ भने बाटोसँगको प्राइस रेन्ज छुट्टै छ, त्योभन्दा पछाडिको प्राइस रेन्ज छुट्टै छ, योभन्दा माथिको प्राइस रेन्ज चाहिँ छुट्टै छ। हामीलाई चाँडोभन्दा चाँडो सम्पर्क गर्नुहोस् र यो हाम्रो आफ्नै प्लटिङ हो।